महिलाको लागि जिम राम्रो कि जुम्बा? के महिनावारी हुँदा एक्सर्साइज गर्न मिल्छ? केटीले जिममा डम्बेल वा वेट ट्रेनिङ गर्दा केटीको शरीर पनि केटा जस्तै हुन्छ त? आज एक्सर्साइज लिएर महिलामा देखिने कन्फ्युजनको बारेमा कुरा गरौँ। महिलाले पुरुष जसरी नै जिममा एक्सर्साइज गरे पनि उनीहरूको शरीर केटा जस्तो हुँदैन, किनकि पुरुषमा हुने टेस्टोस्टेरोन हर्मोन धेरै हुन्छ जसले मसल बढाउन मद्दत गर्छ भने महिलामा यसको मात्रा धेरै कम हुन्छ, जसले गर्दा उनीहरूलाई ठुलो मसल बनाउन गाह्रो हुन्छ। अर्को कुरा, महिलाको शरीर प्राकृतिक रूपमा फरक किसिमले बनेको हुन्छ, जसले गर्दा उनीहरूले भारी वेट ट्रेनिङ गरे पनि टोन र फिट देखिन्छ, तर पुरुष जस्तो बल्क मसल देखिँदैन। यदि तपाईँको लक्ष्य तौल घटाउने, बोसो कम गर्ने र मजाले रमाइलो गर्दै फिट हुने हो भने महिलाको लागि जिमभन्दा जुम्बा धेरै राम्रो एक्सर्साइज हो। विशेष गरेर जुम्बाले कार्डियो वर्कआउट जस्तै काम गर्छ। 1 घन्टा जुम्बाले 300 देखि 600 क्यालोरीसम्म बर्न गराउन सक्छ। नियमित गरेमा विशेष गरी पेट र थाइतिर बोसो घट्छ। अर्को कुरा, सङ्गीत र नाचको संयोजनले मुड राम्रो बनाउँछ, तनाव घटाउँछ। नाच्दा शरीर फ्लेक्जिबल हुन्छ र ब्यालेन्स पनि राम्रो बन्छ। साथीहरूसँग रमाइलो गर्दै एक्सर्साइज गर्न पाइन्छ, जसले मोटिभेसन पनि बढाउँछ। यदि तपाईँको लक्ष्य मसल टोन गर्नु वा स्ट्रेन्थ बढाउनु हो भने चाहिँ जुम्बासँगै हल्का वेट ट्रेनिङ पनि गर्नुपर्छ। यदि घुँडाको समस्या वा जोइन्ट इस्यु भए जुम्बा गर्नु अघि ट्रेनरको सल्लाह लिनु चाहिँ आवश्यक हुन्छ। अब अर्को कन्फ्युजन छ, महिनावारी पिरियड भएको बेला महिलाले जिम गर्न मिल्छ कि मिल्दैन? यसको सिधा उत्तर हो, मजाले गर्न मिल्छ, तर यसमा व्यक्तिगत आराम, दुखाइ, थकान र एक्सर्साइजको प्रकारले फरक पार्न सक्छ। एक्सर्साइजले दुखाइ कम गर्न सक्छ। हल्का मुभमेन्ट र ब्लड सर्कुलेसनले राम्रो हुँदा पेटको दुखाइ कम हुन सक्छ। मुड सुधार हुन्छ। एक्सर्साइज गर्दा एन्डोर्फिन, ह्याप्पी हर्मोन निस्कन्छ, जसले मुड राम्रो बनाउँछ र थकान कम गर्छ। महिनावारी पिरियड भएको बेला कार्डियो, वाकिङ, साइक्लिङ, इलेप्टिकल स्ट्रेचिङ र योगा, खास गरी पेल्भिक एरियाका लागि उपयुक्त हल्का स्ट्रेन्थ ट्रेनिङ गर्ने, तर HIIT अर्थात् एक्सट्रिम वर्कआउट, भारी वेट लिफ्टिङ नगर्ने। यदि पेट दुखेको छ भने पेटको एक्सर्साइज जस्तै क्रन्चेज, सेटअप नगर्नु नै राम्रो हुन्छ।